दर्शकवृन्द नमस्कार। म हुँ कार्यक्रम प्रस्तुता सुरेन्द्र थापा। आज केही फरक विषयमा छलफल गरौँ। म आज कोरियाको आफ्नै संस्कृति र विश्वमा आफ्नै रहनसहनको छाप रहेको छ। विशेष गरी सांस्कृतिक क्षेत्रमा र आफ्नो धर्म, वेशभूषा हरेक कुरामा कोरिया विश्वकै अग्रणीय स्थानमा रहन्छ। आज यही अन्तर्गतको एउटा खानाको विषयमा म आज केही प्रश्न पार्न चाहन्छु। कोरियाको खानालाई यहाँ हान्सिक भन्ने गरिन्छ। मूलत हान्सिक भनेको कोरियाको आफ्नै डोमेस्टिक र परम्परागत खाना हो। के छ त हान्सिक अन्तर्गत मुख्य विषयमा कोरियाको प्रख्यात खानाहरू के छ त जो कोरियाको संस्कृतिको एउटा पार्ट बनेको छ। आज त्यो विषयमा छलफल गरौँ। विशेष गरी कोरियाको चाहिँ खानालाई हामी एउटा नेपालमा अचार भन्ने गर्छौँ, यहाँ किम्ची। जो कोरियाको विशेष गरी यहाँको प्रख्यात र एकदमै स्वास्थ्यकर मानिन्छ किम्ची। किम्ची मूलत बन्दाकोपीबाट बनाउने गरिन्छ। अर्को रहेको छ तरकारी र भातको मिश्रित एउटा किम्बाप भन्ने गरिन्छ, यसलाई बिबिम्बाप। यो पनि कोरियाको खानाहरूमा अत्यन्तै कोरियामा प्रसिद्ध रहेको खाना रहेको छ बिबिम्बाप। अनि कोरियामा चाहिँ साङ्ग्यपसाल र खाल्बी भन्छ। साङ्ग्यपसाल भनेको चाहिँ बङ्गुरबाट बनाइन्छ। खाल्बी र साङ्ग्यपसाल बङ्गुरबाट बनाइन्छ। यो अत्यन्तै लोकप्रिय छ कोरियामा। विशेष गरी पेय पदार्थमा चाहिँ कोरिया एकदमै अगाडि छ। जो सर्वसाधारणहरू सबैले यहाँ पेय पदार्थ चाहिँ ग्रहण गर्ने गर्दछन्। मूलत कोरियामा चाहिँ यहाँको परम्परागत र पुरानो एकदमै चर्चामा चलेको होइन, हजुरको जाँड, नेपाली भाषामा हामी जाँड भन्थ्यौँ, माकल्ली भन्छ यहाँ। माकल्लीलाई एउटा ब्रान्डिङ गरेर प्याकेजिङ गरेर बेचिरहेका हुन्छन्। यो अत्यन्तै प्रसिद्ध र यहाँ सबैले खाने पिउने रक्सी अन्तर्गत पर्दछ। अर्को सुल भन्छ। सुल त यहाँको प्योर रक्सी हो। जो स्वास्थ्यको लागि त्यति हानिकारक चाहिँ हुँदैन। यो थियो हाम्रो कोरियामा विशेष गरी सांस्कृतिक अन्तर्गत खाना कस्ता खानाहरू रहेका छन्, खानाको संस्कृति कस्तो छ, यो विषयमा हामी प्रश्न पार्यौँ। अब अरू केही विषयमा हामी अर्को भिडियोमा फेरि जानकारी दिनेछौँ। अहिलेको लागि धन्यवाद। नमस्कार।